हेलो साथीहरू, वेलकम छ मेरो भ्लगमा। यो चाहिँ फर्स्ट भ्लग। नयाँ भ्लग सुरु गरौँ जस्तो लाग्ने बनायो यो ठाउँले मलाई। कस्तो ठाउँ छ भन्नुहुन्छ भने एकदम चिल ठाउँ छ क्या। त्यसैले म यो भ्लग बनाएको है। पोस्ट पनि हाल्छु, पुरै फुल भिडियो हाल्छु युट्युबमा चाहिँ। टिकटकमा अब सर्ट आउन सक्छ। अब यो देख्न सक्नुहुन्छ तपाईले यो पोखराको भुर्तुङ खोला भन्ने ठाउँमा एउटा दामी रिसोर्ट बनाएको रहेछ क्या। यो रिसोर्ट चाहिँ तपाईको भुर्तुङ खोलामै पर्दो रहेछ। अब त्यही भएर यो ठाउँको नाम चाहिँ भुर्तुङ खोला राखिदिएको रहेछ। अब तपाईले देख्न सक्नुहुन्छ यो ठाउँमा यस्तो मजाको गरेको छ। डेकोरेसन हुन्छ नि, सजावट यस्तो मजाको गरेको छ कि तपाईहरुले त्यो कल्पना पनि गर्न सक्नुहुन्न कि त्यस्तो मजाको डेकोरेसन गरेको रहेछ के। अनि म आज फर्स्ट टाइम आएको, पोखरा चाहिँ आइरहन्थेँ तर यो ठाउँमा चाहिँ आएको थिएन के। यो ठाउँमा तपाईले देख्न सक्नुहुन्छ यति रमाइलो दृश्य, बाहिरको सबै कुरा बिर्सिन सक्नुहुन्छ कि यहाँ आइसकेपछि। तपाईको टर्च टेन्सन। यहाँ पछाडि झर्ना पनि देखिएछ, ल हेर्नु त, झर्ना देखिएछ होइन। पछाडि मिठो झर्ना बगेको छ। यो पुरै डाँडा काँडाले घेरेको ठाउँ तपाईँले देख्नु भएकै छ। अनि त्यहाँबाट एउटा चाहिँ बगेको छ पुरै ढलबाट, पुरै त्यो खोलाको पानी। खोला हो त्यो, हालेको छ हाल्न चाहिँ, तर ढल होइन, त्यो खोला हो है। त्यो चाहिँ दामी छ ठाउँ पनि। अब हेर्दै जानुहोस्, यहाँ के देखाउँछु मैले तपाईँलाई। यो चाहिँ भुर्तुङ खोला, यहाँ हेर्नुहोस्, यो भुर्तुङ खोला हो। अनि अब तपाईँको म एकचोटि यो ठाउँलाई पुरै एक्सप्लोर हानिदिन्छु है त। यो भुर्तुङ खोलाको रिसोर्टलाई चाहिँ म एक्सप्लोर हानिदिन्छु। अब तपाईँहरूको यहाँ रहेको छ पार्किङ, यो पार्किङ हो। अनि तपाईँको यतापट्टि पनि रहेको छ पार्किङ, तलपट्टि रहेको छ पार्किङ, देख्नुभयो। अनि अब चाइनी लाएर हामी जान्छौँ सिधै। कता जान्छौँ भन्दाखेरि तपाईँको अब हेर्नु, यहाँबाट छिर्ने ठाउँ छ भित्र जानुलाई। अनि यहाँनिर एउटा फाउन्टेन पनि रहेछ, फाउन्टेन देख्नुभयो होला, राम्रो फाउन्टेन पनि छ। अनि अब तपाईँको चाहिँ मैले देखाउँदैछु यो तपाईँको पुरै प्योर विदेशी जस्तो नाला खोलो बनाइदिएको छ कि। यो चाहिँ खोलो पानी युज गरेर खोलो बनाएको छ कि, देख्नुभयो नि, यस्तो मिठो डेकोरेसन। यहाँ चाहिँ तपाईँको इन्डिङ पोइन्ट छ, त्यहाँबाट चाहिँ पानी तल जान्छ, यताबाट पानी आउँछ, यताबाट तल जान्छ है। अनि चाहिँ अब देख्न सक्नुहुन्छ तपाईँहरूले राम्रो दृश्यहरू। यो फाउन्टेन देखिहाल्नुभयो होला, फाउन्टेन क्या मजाको बनाएको छ यो फाउन्टेन चाहिँ। तपाईँको फाउन्टेनहरू हेर्न सक्नुहुन्छ। अनि अब तपाईँहरू यदि आउनुभएको छ, पोखरा आउनुहुन्छ अनि यहाँ नखाइतिर जानुभएको छ भने चाहिँ यो ठाउँ नछुटाउनु होला। यो ठाउँ चाहिँ एकदम बब्बाल, एकदम पिस हुने ठाउँ हो कि। यो चाहिँ तपाईँको पिस हुने ठाउँ है, एकदम पिस हुने छ भने चाहिँ माइन्ड फ्रेस गर्नु छ भने चाहिँ त्यहीँ आउनुलाई। यो तपाईँको फाउन्टेन देखिहाल्नुभयो। अब तपाईँलाई म पुरै हिँडेर देखाइदिन्छु यो ठाउँ। अनि कालो चस्मा लाएर आउनु हो भने चाहिँ अझ नजारा छुट्टै हुन्छ। अब यहाँ आइसकेपछि चाहिँ तपाईँले गर्ने के भन्दाखेरि एउटा चिल बियर लिएर आउने भन्दा नि आउने, चिल बियर खाने, चट्ट मासु गरेर म्यारिनेट गरेर पुरै सिस्टममा क्या, सिस्टम फाडिदिने तरिकाले एकदम पिस भएर। अब मासु खानेले है, म त मासु खाँदिनँ, म खान्छु आलु खाइसकेपछि आलुसित अलिकति च्याप्प खान मजाको छुट्टै बेग्लै हो। तपाईँहरू देख्न सक्नुहुन्छ। अब यो यताबाट झर्ने, यताबाट चाहिँ अर्को झर्ने ठाउँ छ। अब यता चाहिँ हामी छिर्दैछौँ चट्ट ब्लगमा। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको मनमोहक दृश्य, यहाँको एकदम चर्चामा अहिले यो ठाउँ चाहिँ एकदम चर्चामा आएको छ। हल्का यो रमाइलो क्याप्चर गरेको। अनि तपाईँहरूले आउनु चाहिँ यहाँ नछोड्नु होला।
आइसकेपछि चाहिँ यो ठाउँलाई चाहिँ नबिर्सिनु होला। तपाईँ आज पोखरा कयौँपटक आएँ, कयौँपटक आउँदाखेरि पनि यो ठाउँमा आएको चाहिँ थिएन कि आज चाहिँ मौका मिल्यो, संयोगवश यो ठाउँमा आउने मौका मिल्यो र म यहाँ छिरिहालेँ। छिर्ने क्रममा चाहिँ यहाँ तपाईँको माथिको दृश्य नै झन् खतरनाक के। यो त तपाईँको यहाँ माथि आएँ म, यो चाहिँ तपाईँको किचन एरिया हो, तपाईँले देख्न सक्नुहुन्छ। चट्ट लाएर देख्न सक्नुहुन्छ सबै के एकदम विकट गाउँलाई यहाँ दुईवटा रिसोर्ट खुलेको छ। एउटा यो, एउटा गण्डक रिसोर्ट भन्ने छ। त्यो रिसोर्टले गर्दाखेरि चाहिँ एकदम चर्चित। अनि तपाईँको टेन्ट क्याम्पिङ बस्न, बाबरक्यू गर्न, सबै रमाइलो गर्न, उपिङ खेल्न छ। केटाकेटीको लागि पनि एकदम स्पेसल बनाइदिएको छ सबै। म चाहिँ एकजना हाम्रो दाइलाई लिएर आएको क्रममा चाहिँ यहाँ आएको खासमा। दाइ पनि अब एकदम सिलबारामा चिया पनि अब दाइ बिहानैदेखि सुरु गरिदिने। गाह्रो छ के हेर्ने, काम गर्नु पऱ्यो, 2-4 पैसा कमाउनु पऱ्यो, हल्का खानु पऱ्यो। अब त्यतिले पुगेन भने हल्का रमाउनु पऱ्यो, हो कि नै? त्यति गर्नै पर्छ। अब के हेर्ने, जिन्दगी 2 दिनको मरिलानु के छ र भन्छन् के र, त्यही नै त हो। अब तपाईँलाई यदि मेरो ब्लग यो मन पर्यो भने चाहिँ प्याट्टी लाइक सेयर कमेन्ट हालिदिनु है। अनि यो चाहिँ मैले अब टिकटकमा चाहिँ सर्ट भिडियो बनाएर हाल्नेछु, त्यसको लागि क्षमा प्रार्थी छु। अनि फुल भिडियो चाहिँ मैले युट्युबमा राखिदिनेछु। युट्युबमा गएर मेरो युट्युब च्यानलको नाम चाहिँ नेचुरल ब्युटी छ। मैले अलिअलि भिडियो अपलोड गर्थेँ। अब यो भिडियो सेयर भाइरल हुन्छ थाहा छ। यो ठाउँले भिडियो भाइरल भएन भने चाहिँ म केही गर्दिनँ, फेरि बनाउँछु भिडियो, के छ र होइन त। यो रमाइलो पल हो त, रमाइलो पल जिउनी हो। भिडियो भाइरल होस् नहोस् बाल भयो, भिडियो भाइरल भएर हुने पो के हो र, 1-2 दिन भाइरल हुने त्यसै सब सेलाउने त हो। त्यही भएर त सेलाउनेवाला भाइरल हुनु छैन मलाई। यदि तपाईँहरूले सपोर्ट गर्नु राम्रो गर्नुभयो भने चाहिँ, प्रतिक्रियाहरू दिनुभयो भने चाहिँ यस्तो यस्तो ठाउँमा हिँडिरहेको हुन्छु, ब्लगहरू बनाउँदैन। त्यही आज चाहिँ यो ठाउँलाई देखेर म ब्लग बनाउनुबाट आफूलाई रोक्न सकेन कि। यो ठाउँ देखेपछि त ब्लग बनाम हुँदो रहेछ क्या। त्यसै माथि आज त काला चस्मा लगाइदिएको, पुरै छन्नेस नेक्स्ट लेभलको जोस आउँदो रहेछ कालो चस्मा लगाएपछि त। कालो चस्मा लगायो भने पक्लक्कै ढल्छ केटो, दराम भन्ने त्यसै हैन्छ, ढल्दो रहेछ। मलाई आज ढलेरै यो ब्लग बनाउनु मन लाग्यो यही कालो चस्माले गर्दाखेरि। यो चस्मासँगको अलि रमाइलो किस्सा छ। यदि यो भिडियोमा राम्रो लाइक सपोर्ट कमेन्ट सेयर सबै आयो भने चाहिँ यो चस्माको रहस्य पनि बताइदिन्छु। यो चस्माको रहस्य एकदम गहिरो छ। तपाईँहरूले सुन्नुभयो भने अहिले त के हाँस्नु भयो र, झन् पेट मिची हाँस्नुहुन्छ क्या। उहाँहरूलाई चाहिँ लिएर आएको मैले चाहिँ। ल, धन्यवाद, थ्याङ्क यू।